बारबरा फाउन्डेसन। पछिल्लो समय सामाजिक सञ्जाल र राजनीतिक बहसहरूमा यो नाम तपाईले धेरै पटक सुन्नु भएको होला। बारबरा फाउन्डेसन। तर यस एनजिओ को वास्तविक कथा के हो, यसको सुरुवात बुझ्न हामी इतिहासतिर फर्कनु पर्छ। विक्रम सम्वत 2017 सालतिर बेलायती महारानी एलिजाबेथ नेपाल भ्रमणमा आउँदा उहाँको भ्रमणको रिपोर्टिङका लागि भनेर नेपाल आइपुगेकी अमेरिकी पत्रकार बारबरा एडम्स किन त्यसपछि यही देशमा स्थायी रूपमा बसोबास गर्न थालिन्। स्थायी रूपमा बस्न थालेपछि उनले नेपालमा बारबरा फाउन्डेसन किन र के उद्देश्यका लागि स्थापना गरिन् र अझै महत्त्वपूर्ण प्रश्न, यस संस्थाको नाम किन राष्ट्रिय स्वतन्त्र पार्टी र हामी नेपालका संस्थापक सुदन गुरुङसँग जोडिन्छ। त्यसैगरी नेपालमा बसोबास गर्ने क्रममा बारबरालाई किन पहिलो पटक राजा महेन्द्रको पञ्चायत कालमा र दोस्रो पटक गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा रहेको बहुदलीय सरकारले देश निकाला गर्यो। आखिर उनले यस्तो के गरिन् जसले फरक फरक राजनीतिक व्यवस्थामा पनि एउटै निर्णय दोहोरियो। त्यस्तै यिनै विवाद र घटनाक्रमका बीच दुई पटक देश निकाला भइसकेकी बारबरालाई एकातर्फ विक्रम सम्वत 2065 सालमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र वामदेव गौतमको पहलमा नेपाली नागरिकता दिएको थियो भने अर्कोतर्फ माओवादी जनयुद्ध कालदेखि प्रचण्डका सहयात्री रहेका पूर्व नेकपा माओवादी केन्द्रका महासचिव तथा हाल नेकपा एमालेका नेता रामबहादुर थापा बादलले 2082 मा संसदको रोस्ट्रम बढी राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारलाई बारबरा फाउन्डेसन लगायत अन्य संस्थाहरूको सहयोगमा बनेको भन्दै किन कन्ट्रोभर्सियल स्टेटमेन्ट दिएका थिए। तथ्यहरूले के स्पष्ट गर्दछन् भने मुख्यतः नेपाली सेना, ब्युरोक्रेसी, सुशीला सरकार, कार्की आयोग, बारबरा फाउन्डेसन एनजिओ आदि संस्था तथा पात्रहरूको यो विजयमा निर्णायक भूमिका रह्यो। त्यसैले ती संस्था तथा पात्रहरूलाई पनि म नेकपा एमालेको तर्फबाट धेरै धेरै बधाई भन्न चाहन्छु। आजको यस भिडियोमा हामी यिनै प्रश्नहरूको उत्तर खोज्नेछौँ र बारबरा फाउन्डेसनको काम, यसको प्रभाव र यससँग सम्बन्धित खुलासा नभएका पक्षहरूलाई गहिरो रूपमा विश्लेषण गर्नेछौँ। कुरा सुरु गरौँ बारबरा एडम्सको परिचय र उनले बारबरा फाउन्डेसन स्थापना गर्नुको कारणबाट। बारबरा एडम्स को नेपालका लागि? बारबरा एडम्स यो चाहिँ नेपाल धेरै माया गर्ने बुढी, भोलि बुढी थिएन नेपालमा आउने बेलामा त्यति मात्रै माया गर्ने, सबै नेपालको मद्दत गर्ने किसिमको मान्छे छ बारबरा एडम्स। कुरा हो विक्रम सम्वत 2017 सालतिरको। बेलायती महारानी एलिजाबेथ राजा महेन्द्रको निमन्त्रणामा दोस्रो पटक नेपाल भ्रमणमा आउँदा उहाँसँगै अमेरिकी पत्रकार बारबरा एडम्स इटालियन म्यागजिनका लागि उक्त भ्रमण कभर गर्न नेपाल आएकी थिइन्। नेपाल आएपछि याकिनियती होटलमा उनको भेट राजा महेन्द्रका माइला भाइ राजकुमार वसुन्धरासँग भयो र उक्त भेटपछि उनीहरू बीच प्रेम सम्बन्ध सुरु भएको थियो। त्यसपछि बारबरा नेपालमै बस्न थालिन्। उक्त समयमा उनीहरू काठमाडौँका उच्च वर्गका मानिसहरू बीच र दरबारभित्र एक चर्चित जोडी नै बनेका थिए। त्यसै बीच राजकुमार वसुन्धराले बारबरासँग विवाह समेत गरेका थिए, तर उक्त विवाहलाई राजा महेन्द्रले स्वीकार गरे पनि दरबारले भने स्वीकार गरेको थिएन। एक हिसाबले तपाईले वसुन्धरा सरकारसँग विवाह नै गर्नुभयो हैन त? तर उनीहरू स्वीकार गरेको छैन। त्यसै बीच विक्रम सम्वत 2028 तिर राजा महेन्द्रको निधन भयो र राजा वीरेन्द्र सत्तामा आए। यस परिवर्तनपछि उनीहरूको सम्बन्ध झन जटिल बन्दै गयो किनकि राजदरबारले उनीहरूलाई स्वीकारेको थिएन। यही क्रममा अघि बढ्दै जाँदा विक्रम सम्वत 2034 तिर 55 वर्षको उमेरमा राजकुमार वसुन्धराको पनि आकस्मिक निधन भयो। राजकुमारको निधनपछि बारबरालाई व्यक्तिगत रूपमा एक्लो बनायो, तर नेपाल प्रतिको माया र आफ्नो प्रेमी प्रतिको भावनाका कारण उनी नेपालमै बसिरहिन्। त्यसपछि उनी पत्रकारिता र सामाजिक कार्यमा होमिँदै गइन् र उनले नेपालको पहिलो ट्राभल एजेन्सी थर्ड आई टुर स्थापना गरिन्, जसले नेपालको पर्यटन क्षेत्रमा क्रान्ति ल्यायो र विश्वभर नेपाली संस्कृति तथा हिमालको आकर्षण फैलाउन महत्त्वपूर्ण भूमिका खेल्यो। नेपाल प्रतिको माया र आफ्नो प्रेमी प्रतिको भावनाले उनलाई नेपाली त बनायो, तर सँगै दरबारको शत्रुता पनि निम्त्यायो। राजकुमार वसुन्धरा र राजा महेन्द्रको निधनपछि बारबराको दरबारमा पहुँच घट्यो र उनलाई दरबारबाट निकालियो। उक्त घटनापछि उनी बाँसबारीमा अवस्थित एक पुरानो घरमा बस्न थालिन्। त्यस समयमा उनलाई दरबारले नजरबन्दमा समेत राखेको थियो।
साथै राजकुमार वसुन्धरासँगको सम्बन्धका कारण उनलाई सम्पत्ति अधिकार दिनुपर्ने अवस्था आउन सक्ने भन्दै राजतन्त्र कायम रहुन्जेल उनलाई नेपाली नागरिकता दिएको थिएन र नेपाली नागरिकता नभएकै कारण उनका सम्पत्तिहरू कानुनी रूपमा उनको नाममा दर्ता थिएनन्, तर व्यवहारिक रूपमा पोखराको फिस्टेल लज र थर्ड आई टुर उनकै स्वामित्वमा रहेका थिए। पछि ती सम्पत्तिहरू दरबार पक्षले नियन्त्रणमा लिएको थियो। त्यसपछि रानी ऐश्वर्या र राजदरबारसँगको उनको द्वन्द्व झन चर्किँदै गयो, जसका कारण उनको भिजा र नागरिकता आवेदनमा समेत अवरोध उत्पन्न भयो। साथै राजा वीरेन्द्रको शासनकालमा उनलाई जासुसको आरोप लगाउँदै विक्रम सम्वत 2035 तिर पहिलो पटक देश निकाला गरियो। तर देश निकाला भएको करिब 6 महिनापछि उनी पुनः भिजिट भिजामा नेपाल फर्किन सफल भइन्। उक्त घटनापछि पनि उनको जीवनमा राजनीतिक अस्थिरता जारी नै रह्यो। त्यस्तै विक्रम सम्वत 2046 मा राजा वीरेन्द्रलाई बहुदलीय प्रजातन्त्र स्वीकार गराउन उनले उल्लेखनीय भूमिका समेत खेलेकी थिइन्। त्यसपछि उनी पुनः पत्रकारितामा सक्रिय भइन् र साप्ताहिक पत्रिकामा स्तम्भ लेख्न थालिन्। यसरी उनको जीवन केही समय सामान्य रूपमा अघि बढिरहेको थियो, तर त्यही बीच विक्रम सम्वत 2052 मा माओवादीले जनयुद्ध घोषणा गरेपछि परिस्थिति फेरि बदलियो। उनी देश र जनताको भलाइका लागि जनयुद्ध भइरहेको देखेर सुरुदेखि नै माओवादीको समर्थन गर्दै आएकी थिइन्। यही कारण प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले माओवादी जनयुद्ध प्रति उनको समर्थनलाई शंकास्पद ठानी 2056 तिर छोटो समयका लागि उनलाई पुनः देश निकाला गरेको थियो। त्यसपछि उनी नेपालमै बस्ने उद्देश्यले पुनः नेपाल फर्किइन् र 62-63 को जनआन्दोलनपछि नेपालमा बहुदलीय प्रजातन्त्रको अन्त्य भई गणतन्त्र स्थापना भयो। अन्त्यतः 2065 सालमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र वामदेव गौतमको पहलमा उनले 78 वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गरिन्। करिब 45 वर्ष नेपालमा बसोबास गरेपछि नागरिकता प्राप्त गरेसँगै धेरैले उनलाई माओवादी समर्थकका रूपमा हेर्न थाले, तर उनी कुनै पनि पार्टीसँग औपचारिक रूपमा आबद्ध थिएनन्। साथै माओवादी नेतृत्वसँग उनको सम्बन्ध प्रत्यक्ष संगठनात्मक नभई सीमित सम्पर्कमै केन्द्रित थियो र उनी लडाकु पनि थिएनन्। तर उनले माओवादी आन्दोलनलाई सुरुदेखि नै गम्भीर रूपमा लिँदै त्यसबारे सकारात्मक रूपमा लेखेकी थिइन्। उनको पुस्तक नेपाल क्राइसिस अनलिमिटेड रिफ्लेक्सन फ्रम द क्रुसियल इयर्समा उल्लेख छ कि उनी माओवादी आन्दोलनको महत्त्व पहिचान गर्ने प्रारम्भिक विश्लेषकहरूमध्ये एक थिइन्। उनी सधैँ गरिब, ग्रामीण जनता र निराश युवाको पक्षमा उभिन्थिन् र किन धेरै युवा माओवादी आन्दोलनमा आकर्षित भए भन्ने कुरा बुझ्ने प्रयास गर्थिन्। यसबाट के स्पष्ट हुन्छ भने उनको दृष्टिकोण केवल भावनात्मक वा व्यक्तिगत नभई गहिरो सामाजिक विश्लेषणमा आधारित थियो। बारबारा फाउन्डेसनको नाम किन डाक्टर सन्दुक रुइत, रासोपा र हामी नेपालसँग जोडिन्छ त्यसबारे एकैछिनमा कुरा गर्नेछौँ। त्यसअघि बारबाराले नेपालमा बारबारा फाउन्डेसनको स्थापना किन र के उद्देश्यका लागि गरेकी थिइन् त्यो बुझौँ। बारबाराले 2067 वैशाख 14 गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा यस संस्थालाई औपचारिक रूपमा दर्ता गरेकी थिइन्। यस फाउन्डेसनको मुख्य उद्देश्य नेपालका दुर्गम तथा पछाडि परेका गाउँका समुदायहरूलाई शिक्षा, सिप विकास र आय आर्जनका माध्यमबाट सशक्त बनाउनु थियो। नेपाल प्रतिको उनको आजीवन समर्पण, पर्यटन प्रवर्धन, सामाजिक सुधार, भेदभाव विरुद्धको सङ्घर्ष तथा लोकतन्त्रको सुदृढीकरणमा दिएको योगदान नै यस पहलको प्रमुख प्रेरणा बनेको थियो। बारबारा फाउन्डेसनको पहिलो प्रमुख कार्यक्रम युथ भोलिन्टियर्स नेपाल YVN थियो। यस कार्यक्रम अन्तर्गत सम्भावना भएका युवाहरूलाई छनौट गरी तालिम प्रदान गरिन्थ्यो र उनीहरूलाई 1 वर्षका लागि दुर्गम तथा आवश्यकतायुक्त गाउँहरूमा स्वयंसेवकका रूपमा सेवा गर्न पठाइन्थ्यो। साथै यस फाउन्डेसनले सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लामा दलित समुदायका लागि बारबारा शान्ति मोडल गाउँ निर्माण गरेको थियो। उक्त प्रोजेक्ट अन्तर्गत 79 वटा घर, एउटा विद्यालय र 23 वटा शौचालय निर्माण गरिएका थिए, जसबाट प्रत्यक्ष रूपमा 973 जना लाभान्वित भएका थिए। त्यसैबीच 2073 साल वैशाख महिनामा बारबारा एडम्सको 84 वर्षको उमेरमा निधन भयो। त्यसपछि बारबारा फाउन्डेसनले करिब 1 वर्षसम्म औपचारिक रूपमा आफ्ना गतिविधि स्थगित गर्दै पुनर्संरचना प्रक्रिया अघि बढायो। पुनर्संरचना पश्चात नेपाली व्यावसायिक व्यक्तिहरूको पहलमा फाउन्डेसनलाई पुनर्गठन गरी 2074 साल भदौ महिनामा पुनः सञ्चालनमा ल्याइयो। अहिले यो संस्था 11 सदस्यीय बोर्ड टोलीद्वारा सञ्चालित भइरहेको छ, जसको नेतृत्व वरिष्ठ नेत्र चिकित्सक डाक्टर सन्दुक रुइतले गरिरहेका छन्। डाक्टर रुइतको टोलीमा प्रशासक, शिक्षाविद, कानुनविद, पत्रकार र कलाकार जस्ता विभिन्न क्षेत्रका चर्चित व्यक्तित्वहरू समावेश छन्।
धेरैलाई लाग्न सक्छ डाक्टर सन्दुक रुइत कसरी यस फाउन्डेसनका अध्यक्ष बने र बारबारा एडम्ससँग उनको सम्बन्ध के थियो। त्यसैले अब हामी डाक्टर सन्दुक रुइत र बारबारा एडम्सको सम्बन्ध साथै रासोपा र हामी नेपालसँग बारबारा फाउन्डेसनको नाम किन जोडिएको छ भन्ने बारे कुरा गर्नेछौँ। करिब 25 वर्ष अघि बारबाराले डाक्टर सन्दुक रुइतबाट आफ्ना दुवै आँखाको मोतीबिन्दुको शल्यक्रिया गराएकी थिइन्। नेपालमै यस्तो प्रभावकारी उपचार सम्भव भएको देखेर प्रभावित भएकी बारबाराले देशका गरिब तथा दुर्गम क्षेत्रका मानिसहरूलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धता डाक्टर रुइतसँग व्यक्त गरिन्। त्यही क्रममा डाक्टर रुइतले पनि उनको नेपाल प्रतिको गहिरो माया र समर्पण नजिकबाट बुझ्ने अवसर पाए। उहाँको एउटा कुरा हामी सबैले मान्नै पर्छ, उहाँले आफ्नो दिलो ज्यानले नेपाललाई माया गर्नुहुन्थ्यो। यसै क्रममा उनीहरू बीच राम्रो चिन्जान स्थापित भयो र डाक्टर रुइत पनि बारबारा फाउन्डेसनका सामाजिक कार्यहरूमा सक्रिय रूपमा सहभागी हुन थाले। यही सम्बन्ध र सहकार्य बीच बारबारा एडम्सले आफ्नो निधन अघि नै आफ्नो सम्पत्तिबाट करिब 2 करोड 88 लाख रुपियाँ बारबारा फाउन्डेसनलाई दिँदै डाक्टर सन्दुक रुइतसँग अब यो फाउन्डेसनको नेतृत्व तपाईँले नै गर्नुपर्छ भनेर जिम्मेवारी सुम्पिएकी थिइन्। त्यसपछि डाक्टर रुइतले विभिन्न क्षेत्रका विज्ञ व्यक्तिहरूलाई समेट्दै उनको निधनपछि यस फाउन्डेसनको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए। त्यस्तै रासोपाको नाम बारबारा फाउन्डेसनसँग जोडिनुको कारण रासोपा नेता डाक्टर स्वर्णिम वाग्ले उक्त संस्थाका सदस्य भएका र रासोपा नेता जगदीश खरेल पनि यस संस्थाका सामाजिक गतिविधिहरूमा सहभागी हुने गरेको कारणले हो। यही आधारमा केही व्यक्तिहरूले बारबारा फाउन्डेसनलाई विदेशी संस्था भन्दै रासोपा सरकार विदेशीको इसारामा बनेको भन्ने आरोप समेत लगाएका थिए। तर बारबारा फाउन्डेसन एउटा गैर नाफामूलक नेपाली संस्था हो। अब कुरा गरौँ हामी नेपाल र बारबारा फाउन्डेसन बीचको सम्बन्धबारे। 2072 सालको महाभूकम्प र कोभिड महामारीको समयमा हामी नेपाल र बारबारा फाउन्डेसन बीच मिलेर काम गर्ने सहकार्य भएको थियो। यही सहकार्यलाई आधार बनाएर केहीले जेन्जी आन्दोलनमा बारबारा फाउन्डेसनले हामी नेपाललाई आर्थिक सहयोग गरेको भन्ने आरोप लगाएका थिए। तर बारबारा फाउन्डेसनका अध्यक्ष डाक्टर सन्दुक रुइतले 2072 सालको भूकम्प र कोभिड महामारीका बेला मात्रै सहकार्य भएको र हाल कुनै आर्थिक वा संस्थागत सम्बन्ध नरहेको स्पष्ट पारेका थिए। गत 1 वर्षभन्दा बढी सालदेखि उहाँहरू अलग्गै बस्नु भएको छ र 1 वर्षभन्दा अगाडिदेखि हामीले मैले त भेटेको पनि छैन र अहिले बाहिर जसरी अफवाह उडाइरहेको छ हामीले चाहिँ फन्डिङ गर्यो भन्ने कुरो त्यो एकदमै 100% गलत हो। त्यस्तै जेन्जी आन्दोलनलाई बारबारा फाउन्डेसनले समर्थन गरेको भन्ने आरोप लाग्नुको अर्को कारण डाक्टर सन्दुक रुइतले व्यक्तिगत रूपमा जेन्जी आन्दोलनलाई समर्थन गरेको अभिव्यक्ति दिनु हो। तर त्यो समर्थन उहाँको व्यक्तिगत धारणा थियो, संस्थागत होइन। बारबारा फाउन्डेसन तर्फबाट जेन्जी आन्दोलनलाई समर्थन गरेको कुनै आधिकारिक सूचना वा प्रमाण छैन। यसरी हेर्दा बारबारा फाउन्डेसन वरिपरि देखिने धेरै चर्चा, आरोप र भ्रमहरू यसको ऐतिहासिक पृष्ठभूमि, विभिन्न व्यक्तिहरूसँगको सहकार्य र समय समयमा बनेका राजनीतिक व्याख्याहरूबाट उत्पन्न भएका देखिन्छन्। तर उपलब्ध तथ्यहरूका आधारमा हेर्दा बारबारा फाउन्डेसन एक गैर नाफामूलक नेपाली संस्था हो जसले मुख्य रूपमा सामाजिक सेवा, शिक्षा र समुदाय सशक्तिकरणका क्षेत्रमा काम गर्दै आएको छ। केही व्यक्तिहरूले यस फाउन्डेसनले हालको सरकार गठनमा भूमिका खेलेको भन्ने भ्रामक आरोप समेत लगाउने गरेका छन्। तर हामीले बुझ्नुपर्ने मुख्य कुरा के हो भने कुनै पनि संस्था वा व्यक्तिलाई बुझ्दा अनुमान वा चर्चा भन्दा पनि प्रमाणित तथ्य र आधिकारिक जानकारीलाई आधार मान्नु आवश्यक हुन्छ। फाउन्डेसनको पछिल्लो रिपोर्टका अनुसार पछिल्ला 8 वर्षमा प्याज आमदानी सहित करिब 7 करोड 82 लाख रुपियाँ आमदानी भएको छ। त्यसमध्ये करिब 3 करोड 64 लाख रुपियाँ कार्यक्रम तथा प्रशासनिक खर्चमा प्रयोग गरिएको छ भने लगभग 3 करोड 95 लाख रुपियाँ बैंक निक्षेपमा रहेको उल्लेख गरिएको छ। विश्वका ठुला फाउन्डेसनहरूको तुलनामा यो एउटा सानो नेपाली संस्था हो। विश्वका शीर्ष 100 फाउन्डेसनहरूको सूचीमा यसको नाम छैन किनकि ती संस्थाहरूको फन्ड प्राय 1 अर्ब अमेरिकी डलर भन्दा माथि हुने गर्छ। अनि अचम्मको कुरा के छ भने केही समूहहरूले 4 करोड भन्दा कम फन्ड भएको बारबारा फाउन्डेसनले सरकार बनायो भन्ने भ्रम फैलाउने गर्छन्। तर विडम्बना के छ भने केही मानिसहरू प्रमाण नहेरी यस्ता सरल भ्रामक दाबीहरूलाई सजिलै विश्वास गरिहाल्छन्। तर यो कुरा नौलो भने होइन। यस्ता भ्रमहरू पहिलेदेखि नै केही राजनीतिक व्यक्तिहरूले फैलाउँदै आएका थिए। आफ्नो कमजोरी वा गल्तीहरू ढाकछोप गर्न सधैँ विदेशी प्रभावको आरोप लगाउने प्रविधि रहँदै आएको छ। तर अहिलेको समय फ्याक्ट्स र रिसर्चको हो। अहिले प्राय सबै मानिस शिक्षित भइसकेका कारण यस्ता आधारहीन दाबीहरूमा अब धेरै मानिसहरू सजिलै विश्वास गर्दैनन्। अन्तमा कुरा रह्यो बारबारा एडम्स विदेशी नागरिक भन्ने विषयमा। उनी अमेरिकामा जन्मेकी भए पनि नेपालसँग गहिरो रूपमा जोडिएकी थिइन्।
करिब 50 वर्षभन्दा बढी समय नेपालमै बिताउँदै यहाँको सामाजिक, राजनीतिक र सांस्कृतिक परिवर्तनहरूलाई नजिकबाट अनुभव गरिन्। उनले आफ्नो जीवन नेपाल र यसको सुन्दरताको संरक्षण तथा सामाजिक विकासमा समर्पित गरिन्। उनी जस्तै धेरै विदेशी नागरिकहरूले आधुनिक नेपालको आधार निर्माणमा महत्त्वपूर्ण योगदान दिएका छन्। त्यसैले कुनै देशलाई माया गर्न वा त्यसप्रति अपनत्व देखाउन त्यही जन्मिनु वा नागरिकता लिनु अनिवार्य हुँदैन, किनकि माटोप्रतिको प्रेम जन्मस्थानसँग मात्र सीमित हुँदैन। भिडियो मन परेमा लाइक, शेयर र यस्तै अरू भिडियोहरू नछुटाउनको लागि च्यानललाई सब्स्क्राइब गरी साइडमा रहेको बेल आइकन दबाउन नबिर्सिनुहोला। अन्त्यसम्म साथ दिनुभएकोमा धन्यवाद।